धरती हौ नारी तिमी ममता अनि सहनशीलताकी प्रतिमूर्ति हौ। नमस्ते, वेलकम छ मेरो लाइफस्टाइल ब्लगमा नयाँ भिडियोको साथमा हजुरहरूसँग फेरि जोडिदिन्छु। आज मेरो भिडियो रहेको छ नारी दिवसको प्रोग्राम। 115औं अन्तर्राष्ट्रिय नारी दिवस हाम्रो ताङतिङ दुधपोखरी तमु समाजलेको महिला समितिद्वारा आयोजित यो नारी दिवस कार्यक्रममा समाजको सम्पूर्ण महिला दिदीबहिनीहरू र आफ्नो आफ्नो क्षेत्रमा विशेष योगदान दिएका नारीहरूलाई सम्मान गरिएको छ र समितिकै दिदीबहिनीहरूबाट यस कार्यक्रमलाई सफलतापूर्वक हामीले सञ्चालन गरेका थियौँ। त्यही नारी दिवसको झलकहरू आजको यस भिडियोमा रहेको छ। समाजसेवी व्यक्तित्व आदरणीय फुपू श्री शकुन्तला गुरुङज्यूलाई अध्यक्षता ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। र खाताद्वारा सम्मान गरिदिनु हुन सदस्य साथी श्री सीता गुरुङज्यू र दुर्गा गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। गरिदिनु हुन यसै समाजका वयोवृद्ध सदस्य समाजलाई आर्थिक भौतिक सबै पक्षबाट सधैँ सहयोग गरिरहने व्यक्तित्व आदरणीय फुपू श्री गोपना गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी वरिष्ठ अतिथिको आसन ग्रहण गरिदिनु हुन यसै ताङतिङ दुधपोखरी तमु समाजका मेरो देउरानी यो मारा आदरणीय दाइ एम बहादुर गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिकै आसन ग्रहणको क्रममा आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन त्यसै गरी आसन ग्रहण गरिदिनु हुन हाम्रो यस ताङतिङ दुधपोखरी तमु समाजका अभिभावक समाजका अध्यक्ष आदरणीय वीरध्वज गुरुङज्यूका धर्मपत्नी पत्नी आदरणीय आमा गजकुमारी गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। गजमाया गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन ताङतिङ दुधपोखरी तमु समाजका सदस्य गुरुङ चलचित्रकी नायिका आदरणीय दिदी सपना गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। अब भने हाम्रो कार्यक्रममा
राष्ट्रको सम्मान राष्ट्रिय गानमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै ताङतिङ दुधपोखरी तमु समाजका सदस्य हामीलाई सधैँ हाम्रो नाच सिक्ने अवधिमा खाजाको प्रायोजन गरी सहयोग गरिरहनुहुने मेरा आदरणीय काका एक बहादुर गुरुङलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। दुधपोखरी तमु समाजका सल्लाहकार आदरणीय बाबा मोदी प्रसाद गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया अगाडि आएर आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहण गरिदिनु हुन हाम्रा ताङतिङ दुधपोखरी महिला उपसमितिका सहसचिव श्री हैमाया गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। कृपया यथास्थानमै आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। सल्लाहकार समाजसेवी व्यक्तित्व आदरणीय दिदी गौकुमारी गुरुङज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यस्तै प्रकारले आजको कार्यक्रमको खाजा प्रायोजक प्रमुख अतिथिका छोरा बुहारीहरू श्री एम बहादुर गुरुङ छोरा बुहारीहरू श्री एम बहादुर गुरुङ, श्री के सुब्बा गुरुङ, श्री एम बहादुर गुरुङ र ते सुब्बा गुरुङ अनि श्री गोपालदाङ गुरुङ र श्री देवमाया गुरुङ हुनुहुन्छ। उहाँहरूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। श्री के सुब्बा गुरुङ र श्री देवमाया गुरुङ। रोटीको पारिदिन्छु। हाम्रो कार्यक्रमको समुद्घाटन भइरहेको छ। कृपया सबैले ताली बजाएर हाम्रो कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यहाँ र त्यहाँ चढाइदिन्छु नि। धेरै धेरै रमाण गरिदिनु हुन प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। ताङतिङ दुधपोखरी महिला उपसमितिका सदस्य श्री निशा गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। नमस्कार। यस कार्यक्रमका सभा अध्यक्ष, प्रमुख अतिथि, मञ्च आसीन अतिथिज्यूहरू र हाम्रो निम्तलाई स्वीकार्य उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक अभिवादन व्यक्त गर्दछु। सर्वप्रथम यो मञ्च उपलब्ध गराइदिनु भएकोमा आयोजकलाई धन्यवाद। साथै आज 115औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। अहिलेको समयमा हामी हाम्रो छोरी चेलीहरूलाई एउटा हातमा शिक्षा र अर्को हातमा सिप दिएर अगाडि बढाउनु पर्दछ र आत्मनिर्भर बनाउनु पर्दछ। उसलाई यति आत्मविश्वास दिलाउनु पर्दछ कि भविष्यमा गएर उसले हरेक चुनौतीको सामना गर्न सक्ने हुनेछ र ससम्मानका साथ आफ्नो जीवन अगाडि बढाउन सक्नेछ। हाम्रो अभियान आत्मनिर्भर छोरीको सम्मान नाराको साथ
पुनः एकपटक यस कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै मेरा भनाइहरू यही अन्त्य गर्दछु। धन्यवाद। धन्यवाद कार्यक्रम सञ्चालक मेरी आमालाई। नमस्कार, मेरो नाम रिका गौर, म ग्लोबल कलेज उच्च माध्यमिक विद्यालयमा 7 कक्षामा पढ्दछु। आज म यस नारी दिवसको दिनमा मेरो तर्फबाट एउटा छोटो कविता भन्ने प्रयास गर्दैछु। मेरो कृपया सुनिदिनु होला। मेरो कविताको शीर्षक छ आमा। आमा, मेरी प्यारी आमा, बस्न मन छ सधैँभरि हजुरकै साथमा। आमा नै हुन् माया अनि ममताकी खानी, जस्तो सुकै पिरमा पनि मेरो लागि पाइला अघि सर्ने। 9 महिना कोखमा राखी जन्म दियो आमा, भुल्ने छैन कहिले हजुरकै मर्म, भुल्ने छैन कहिले पनि हजुरकै मर्म। धन्यवाद। मनाउँदै आएको र नारी दिवसको अवसरमा यस समाजमा आबद्ध महिला दिदीबहिनीहरू जसले विभिन्न क्षेत्रमा विशेष योगदान तथा ख्याति प्राप्त गर्नुभएको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्दै आइरहेका छौँ, जसमा समाजकै सदस्य श्री मन्जु गुरुङज्यूद्वारा स्थापित सफल नारी पुरस्कारद्वारा पुरस्कृत गर्दै आइरहेका छौँ। यस वर्षको उक्त सफल नारी पुरस्कार समाजकै सदस्य ताङतिङ दुधपोखरी तमु समाज माटेपानी 12 पोखरा प्रशंसा पत्र, माटी गाउँपालिका वडा नम्बर 2 ताङतिङ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर 13 चिसोपानी निवासी श्री सुबदार मनबहादुर गुरुङज्यूका धर्मपत्नी श्री सपना गुरुङज्यू ताङतिङ दुधपोखरी तमु समाज। उहाँलाई हामीले सफल नारी पुरस्कारमा नगद पुरस्कार रु 5,000 द्वारा सम्मान गर्दैछौँ।
कलाकार साथीहरू सबै आउनुहोस्। उपस्थित हुनुभएका सम्पूर्ण कलाकारहरूलाई सम्मान गरिदिनु हुन प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। कृपया तालीले हाम्रा कलाकारहरूलाई सम्मान गरिदिनु हुन अनुरोध गर्दछु, किनकि उहाँहरूले हाम्रो समाजको नाम उच्च राख्नका लागि ठुलो भूमिका खेल्नुभएको छ। त्यसकारण तपाईँहरूलाई हामी महिला समिति का साथै काङ्तिङ दुधपोखरी तमु समाजको तर्फबाट हृदयदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आगामी दिनहरूमा पनि सधैँ यस्तै तपाईँहरूको साथ सहयोगको पनि अपेक्षा गर्दछु। कृपया ताली अलि जोरदार तालीले सम्मान गरिदिनु हुन पनि अनुरोध गर्दछु। कार्यक्रममा सांस्कृतिक कार्यक्रम मार्फत आफ्नो नृत्य देखाएर हाम्रो समाजलाई सधैँ माया गरिराख्नु भएको छ, योगदान दिइराख्नु भएको छ। उहाँहरूको यो योगदानको लागि हामीले के नै पो दिन सक्छ र यो सानो मायाको चिन्हद्वारा सम्मान गर्दैछौँ र धेरै धेरै धन्यवाद तपाईँहरूलाई र आगामी दिनहरूमा पनि तपाईँहरूको यस्तै साथ सपोर्टको हामी सबै अपेक्षा गर्दछौँ। आदरणीय फुपू आजका प्रमुख अतिथिज्यूलाई धेरै धेरै हृदयदेखि हामी काङ्तिङ दुधपोखरी महिला समितिको तर्फबाट धन्यवाद व्यक्त गर्दछु। अब भने प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुन सभाध्यक्ष श्री शकुन्तला गुरुङज्यूलाई हार्दिक अनुरोध गर्दछु। उहाँलाई यो सानो पछोराद्वारा सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया सबैजनाले जोरदार ताली बजाइदिनु हुन पनि अनुरोध गर्दछु।
गरेका हाम्रो बन्धुज्यूलाई सम्पूर्णलाई नमस्कार। आज मिति 2081 साल फागुन 24 गते शनिबारका दिन महिला समितिद्वारा सञ्चालित आयोजना अन्तर्राष्ट्रिय 15औं नारी दिवसको समारोहमा प्रमुख अतिथिज्यू गोपना गुरुङज्यूलाई अनि विशेष अतिथिज्यू अनि अतिथिगण र यस ताङकिङ दुध उदय तमु समाजका अध्यक्ष वीरध्वज गुरुङज्यू र उपस्थित कार्य समितिका पदाधिकारीज्यूहरू अनि संरक्षकज्यूहरू अनि सम्पूर्ण मेरो तर्फबाट हार्दिक तथा न्यानो अभिवादन साथै नारी दिवसको शुभकामना गर्दछु। साथ आजको